फाइनली यस्तो पनि हुन्छ भनेको बढ्दै जे How dare you? Sweet. बढती जी तिमी फाइनली आज हाम्रो यो मात्रै छ सकिनु पर्ने बढती जी तिमी यसलाई अब यहीँ ठटाएर राख्ने यहीँबाट यसो गरौँ न दुईजनाले नै बढती जी
ट्राई गरौँ होइन तिनसै त तिमीलाई जो हामी गऱ्यो नि धेरै ठाडो भयो अलिक बाटो ढल्छ यो बाटो ढलेर चोइट भयो भने फेरि लेख्छ सुरु गर्छ यो पनि ६३ त त्यता लाग्छ मलाई ६३० त्यो पनि त्यही हो त्यसो कुनै कुनै ठाउँ त मिस्टेक पनि हुन्छ नै हो फेरि ६३० नै उयो हो त्यसमा ६३० उ त्यो एउटाको ठाउँलाई काट्नु पर्यो है होइन त्यसलाई पछि यो छेउमा त अर्को सानो आउँछ सानो आउँदाखेरि पेन्सिल कहाँ पुगेछ छैन भयो यहाँ छ ६३० ठ्याक्क मात्र पुगेछ नयाँ बाट तिमीलाई जोस साढे ६३ सालु तिमीले खाउ कान्छी मरि नस्यौँ तल ठेस्यौँ जब पैसा लगाउँ तल तिमीलाई जोस ए मायाकुरी के हो यार बाटैमा आइदियो चटपटे भइहाल्यो चटपटे किनिदिन्छु खाउनेरी भइहाल्यो स्कुलको चटपटे दिँदैन भइहाल्यो पुग्छ झाल बनाउनु झालको फ्रेमै बनाएको छ नि खापो बनाएको छैन अझै फ्रेमै बनाएको छैन मै बनाइदिइहाल्छु दिनुहोस् न मात्रै मलाई म बनाइदिइहाल्छु किन चिन्ता ल बाबु यसको फ्रेम बनाउँदा यसो यसो गरेर म ढुक्कले नापदाप गरेर
अहिले तल पठाउनु कि दाजुमा हँ? एकै लडमा चोइट भाँचियो माथि बिगार्दो र यो पनि हामीले हालेको त नि यो बेन्च यहाँ पोहोर पुरानो थियो नि यत्रो डङ्गुरो अनि हामीले बनाएको मैले साथीभाइहरू ल्याएको थिएँ कि तर हरेक मान्छेलाई कमिसन चाहिन्छ मलाई चाहिँदैन कि बस आफूले काम गरेर होइन उनीहरूले बुझेर दिए ठिकै छ नबुझे पनि ठिकै छ मलाई होइन मैले त यसो बुझेर अब आफ्नो साथीभाइ हो होइन गरिखाउँ भनेर ल्याइदिएको दिए नजै खने मलाई यहाँ 4100 थियो कि रङदाईबाट केटाहरूको त्यो पैसा लिएर चलाउँछ नि तपाईँलाई नै भनिरहेको थियो अब उनीहरू खुसीले होइन पछि आएर बुढालाई चक्लेट यसो ल्याएर दियो भने त उसले आफैले पैसा उनीहरू आफैले लिन पायो नि त होइन त्यो भनेर चुप लागेर बसिदिएको यो पैसाको न मतलब उनीहरू आफैले पछि बुझेर ओहो यो ठाउँमा मैले काम गरेको थिएँ यसो यसो भनेर उनीहरू आफैले बुझेर दिएर लियो भने ठिकै हो नभए खालि मलाई एकजनाको कति 2400 एकजनाको 1700 थियो क्या अनि मलाई लि भन्दै थियो तिमीहरू आफै आएर कति नेपाल आउँदाखेरि तिमीहरूले बरु चौले ल्याएर देऊ त्यो पैसा तिमीहरू आफै लिए आनन्द हो क्या खल्ली बल्ली एउटा ट्राई गर्नु पर्ला है अब के गर्ने सानो छ सानो एउटा लैले यो काट्नु पर्यो एउटा काट्नु पर्यो हराङ ल्याएर राखिदिएको बाहिर फाइनली 13 मिनट भयो।